नमस्कार, Suraiki.com मा यहाँलाई हार्दिक स्वागत छ। आज हामी लमजुङ जिल्ला स्थित आएका छौँ र यहाँ रासोपाको चुनावी माहौल कस्तो रहेको छ र यस विषयमा जानकारी लिनका लागि रासोपा सुन्दरबजार नगरपालिकाकी कोषाध्यक्षसँग हामी छलफल गर्न गइरहेका छौँ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। यहाँको परिचय र थोरै निर्वाचन सम्बन्धी केही केन्द्रित रहेर केही विषयहरू बताइदिनु। मेरो नाम सारिका खड्का, हजुर। सुन्दरबजार नगरपालिका नगर कमिटीको कोषाध्यक्ष। हजुर। अहिले निर्वाचन चाहिँ अब यो अहिले हाम्रो देशको परिवर्तन चाहिरहेको भएर हामीले पनि एकदम परिवर्तन खोज्न पर्छ। धेरै हेरियो, पुरानो पार्टीलाई धेरै हेरियो, अब केही देशले परिवर्तन खोजिरहेछ, हामीबाटै परिवर्तन हुनपर्छ है भनेर गाउँ टोल टोलमा पुगिरहेको हामी सबैजना दिनरात नभएर खटिरहेको सबैजनाले आमा बुबा दाजुभाइ दिदीबहिनीहरू जति पनि हुनुहुन्छ नि उहाँले अहिले भोट घन्टीमा दिएर अत्याधिक मतले घन्टीलाई विजय गराउँ भनेर सबैको ध्यान राख्छ। जस्तै हजुरहरूले यो त भन्नुभयो भोट त गरौँ भन्नुभयो, तर 1, 2, 3 घन्टीलाई भोट हाल्न पर्ने जनताले घन्टीलाई नै जिताउनु पर्ने कारण चाहिँ के हो? यहाँलाई के लाग्छ? जिताउनै पर्ने भन्ने कारण त त्यो अब सिधै पुरै जनतालाई थाहा भइसक्यो। त सोझा साझा जनता सबैलाई थाहा भइसक्यो अहिले किन जिताउन पर्छ भनेर। पुरानाले यति वर्षसम्म हेऱ्यो, हामीले केही पनि परिवर्तन आएन। हामीलाई सामाजिक सञ्जाल बन्द गर्ने ठाउँमा पुऱ्यायौँ, हामीले नेता जिताएर पठायौँ सामाजिक सञ्जाल बन्द गर्ने। सामाजिक सञ्जाल बन्द गरेको सामाजिक सञ्जाल यदि बन्द हुन्थेन भने त्यति कलिना बालबच्चाहरू चाहिँ मर्थेन नि त। हामी जस्तै आमा बुवाहरूको काख रित्तिन्थेन। आज यो सत्ता पल्टिएर फेरि यति छिटो चुनाव हुन्थेन। यति छिटो चुनाव हुन पर्ने नै पुरानो दलले गर्दाखेरिमा भएको हो। त्यही भएर हामीले देशमा परिवर्तन खोजिरहेको छ, परिवर्तन गर्नै पर्छ भनेर। लमजुङ जिल्लामा रहेर यसभन्दा अगाडि चुनाव प्रतिनिधि सभाको चुनाव जित्नु हुने PS गुरुङ जुन नेकपा एमालेको सांसद पनि हुनुहुन्थ्यो र निवर्तमान सञ्चार मन्त्री पनि हुनुहुन्थ्यो, तर उहाँले चाहिँ गर्नुभएको र यहाँको चाहिँ उहाँ जनप्रतिनिधि भएको हिसाबले उहाँले यहाँको जनतालाई न्याय गरे जस्तो त बिल्कुलै देखिँदैन। र यहाँहरूले अबको क्रममा जस्तै PS ले जस्तै गर्ने गरी गर्नुहुन्छ भन्ने यहाँको प्रतिनिधिले कमिटमेन्ट गर्नुहुन्छ कि, अथवा PS ले भन्दा बेटर गर्ने कमिटमेन्ट गर्नुहुन्छ कि, अथवा उहाँको धारणा चाहिँ के छ? यहाँहरू अब प्रचार प्रसारमा हिँड्दै गर्दा के पाउनुभयो? यस्तो मैले अघि नै भनिसकेँ है, के अरे PS ले के काम गर्नु भएन भनिसकेँ। PS ले जस्तै गर्नुहुन्छ भनेर हामी उहाँको पछि लाएर अहिलेको के भन्छ अहिलेको हामीले उम्मेदवारको हामी त्यसै पछि लाएर हिँडेको होइन कि। PS जस्तै गर्ने भए त PS ले हुनुहुन्छ त PS लाई जिताएर पठाइरहेको होइन। मेरो मतलब के भने उहाँले जति जुन किसिमले प्रतिबन्धित हुँदाखेरि पनि कस्तो कुराहरू गर्नुहुन्थ्यो भने समाजमा बोल्न पनि नपाउने त्यो टाइपको चाहिँ कुराहरू जति पनि मिडियामा आइरहेका छन् होइन, विषयवस्तु त त्यो केन्द्रित रहेर भयो नि त। बोल्नकै लागि चाहिँ कति चाहिँ गाह्रो हुने होइन, अपोइन्टमेन्ट लिनुपर्ने उहाँसँग होइन। उहाँ चाहिँ भनौँ न एउटा सामान्य नागरिकले भेट्नै नपाउने जस्तो होइन, त्यो किसिमको त देखियो नि। त्यही किसिमको चाहिँ इन्भाइरोमेन्ट छ कि छैन भनेर जान्न मात्रै खोजेँ मैले। हजुर, हाम्रो राष्ट्रपतिको उम्मेदवारमा उहाँसँग बिल्कुलै त्यो छैन। उहाँले सबै जनतालाई गाउँ टोल टोलमा गएर भेट्नुहुन्छ। युवा हुनुहुन्छ, युवामा जोस जाँगर छ। एउटा विज्ञ व्यक्ति पनि हुनुहुन्छ, एउटा इन्जिनियर हुनुहुन्छ। उहाँले अब कतिपयले चाहिँ कस्तो भनिरहनु भयो भने उहाँ पियर हो भनिरहनु भयो कि, त्यो बिल्कुलै होइन। कसैले पनि पियर हो भन्दै नभन्नु होला, पियर होइन। उहाँले त्यो विदेशमा बसेर कतिजनाले चाहिँ भनिरहनु भएको छ कि त्योभन्दा 79 सालमा पनि उहाँ इन्जिनियर नै होइन भनेर त्यो व्यापकहरूलाई पनि फिजाउनु भयो कि अहिले इन्जिनियर हो रहेछ है भनेर उहाँहरू नै भन्दै हुनुहुन्छ। उहाँ इन्जिनियर यहाँ 12 पास गरेर यहाँ +2 गरेर विदेश जानुभयो पढ्नलाई होइन, विदेशबाट के अरे इन्जिनियर पढ्नुभयो। इन्जिनियर पढ्न त हिजो मसँग एकजना अर्को विपक्षी पार्टीको पनि वाद विवाद नै पऱ्यो कि उहाँसँग। ऊ यहाँ पढ्यो, यहाँको इन्जिनियर होइन विदेशको इन्जिनियर हो भन्नुभयो कि। जुन मसँग कुरा गरिरहनु भएको छ नि उहाँले नै छोराछोरी यहाँ +2 गरेर अस्ट्रेलिया पठाइरहनु भएको, अस्ट्रेलिया पढाउन पठाउनु भयो। उहाँको छोराछोरी भोलि PhD गरेर आउला कि अस्ट्रेलियाबाट। होइन तपाईँको छोराछोरी त +2 मात्रै गरेको हो भनेर हामीले त्यो त भन्न मिल्दैन नि त। PhD गरेको सर्टिफिकेट भएको मान्छेलाई PhD नै भन्नु पऱ्यो नि। त्यस्तै उहाँ इन्जिनियर हो, उहाँ एउटा वातावरण इन्जिनियर हो। उहाँले अमेरिका बसेर काम गर्नुभयो, कोरिया बसेर काम गर्नुभयो, त्यस्तो धेरै ठाउँमा धेरै देशहरूमा बसेर काम गर्नुपर्छ। त्यो लगायत विदेशमै बसेर नि काम गर्नुभयो, यहीँ बसेर स्वदेशमै बसेर नि विदेशमा काम गरिरहनुहुन्छ। त्यही भएर उहाँले राम्रो गर्नुहुन्छ भनेर हामी सबैजनाले उहाँको सबै अब हामी सबैजना उहाँले राम्रो गर्नुहुन्छ भनेर नि लागिरहौँ। हामी यो पार्टीमा लागिरहेछौँ।
राम्रो गर्नुहुन्छ भने एकदम विश्वास छ हामीलाई। यदि राम्रो गर्नुहुन्न, अहिले धेरै सजिलो छ कि रासोपाले राम्रो गर्नुहुन्छ भने उहाँले अर्कोपल्ट यसरी भोट दिनुहोस् न मलाई भन्दै हिँड्नै पर्दैन, यसै भोट आउँछ। राम्रो गर्नु भएन भने उहाँहरूलाई कुनै पनि छुट छैन। अहिले जस्तो जेनजीले त सत्ता पल्टायो नि त, उहाँहरूको आँखाले देखिरहनु भयो, उहाँले भोगिरहनु भएको छ। त्यस्तै सत्ता उनीहरूले काम गर्नु भएन भने धेरै टिक्दैन, सत्ता पल्टाइहाल्छ जेनजीले। उहाँले काम गर्नुहुन्छ नै भन्ने विश्वास छ हामीलाई। जस्तै यहाँलाई के लाग्छ, जस्तै अहिले त पछिल्लो जेनजीको आन्दोलन सत्ता केन्द्रित भन्दा पनि यो जुन कार्यकारी निर्वाचित प्रधानमन्त्रीको प्रणाली ल्याउनुपर्छ भनेर लागेका जेनजीहरू पनि छन् नि त, होइन? अब यसमा चाहिँ खास रासोपाको धारणा अथवा रासोपाको धारणा त यहाँले व्यक्त गर्न सक्नु भएन, मतलब अब केही कुराहरू जानकारी नहुन पनि सक्छ केन्द्रको धारणा, होइन? र मैले हजुरलाई जस्तै हजुरको अपेक्षा र जस्तै हाम्रो रासोपाले चाहिँ यो चाहिँ गर्न सक्छ भन्ने टाइपको विकास केन्द्रित केही कुराहरू के छ? रासोपाले के गर्छ, तपाईँले के अपेक्षा गर्नुभएको छ? रासोपाबाट हामीले स्वास्थ्य र शिक्षा फ्री, त्यसपछि गाउँ गाउँमा स्वास्थ्य र शिक्षा फ्री हुनु पर्यो। विदेश जति पनि केटा युवाहरू विदेश गइरहनु पर्छ नि, उहाँहरूलाई स्वदेशमै रोक्नु पर्यो। रोजगार कल कारखानाहरू उद्योग धन्दाहरू जति पनि छन् नि बन्द भएका त्यो खोल्नु पर्यो। रोजगार हामीले यहीँ नै पाउनु पर्यो, सबैजना विदेश जानु पर्यो। विदेश गएर 50,000 खान्छ नि त, यहाँ 20,000को रोजगार होस् कि, तर विदेशमै स्वदेशमै हुनु पर्यो। हामीलाई स्वदेशमै हुनु पर्यो भनेर यसमा अब रासोपाले यो गर्छ भन्ने हामी ढुक्क छौँ। अन्तिममा अब यहाँले बताइदिनु जनतालाई के भन्न चाहनुहुन्छ? आम चाहिँ भोटरलाई भनौँ न, अहिलेको भोटरहरूलाई जति पनि बुबा आमा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, म बिन्ती गरेर भन्छु कि उहाँहरूलाई एकचोटि रासोपालाई हामीले संसदमा पुर्याऊँ। उहाँले हाम्रो छोराछोरी जति हो, हाम्रो जोसुकैको मेरो पनि छोरी विदेश छ, छोराछोरी मेरो पनि छोरो विदेश जान्छु भनेर +2 गर्ने बित्तिकै विदेश जान्छु भनेर ऊ पनि रेडी भएर बसिरहेको छ। कसैको पनि छोराछोरी विदेश पठाउन नपरोस्। यही नै स्वास्थ्य खुलोस्, यही नै शिक्षा होस्, यही स्वास्थ्य शिक्षा फ्री होस्, राम्रो होस्, रोजगार यहीँ खुलोस्, कल कारखानाहरू खुलोस्। सबैजनाले भोट हालिदिनु अहिले उहाँहरूले